वेलकम टु माई ब्लग। आज चाहिँ म यहाँ लामाटारतिर छु है, पर्खिरहेको छु। सो घुम्न आएको रुजन र थोमस मामा आउँदै हुनुहुन्छ अन द वे। म यहाँ पर्खिरहेको छु है। आज चाहिँ यसो लाकुरीतिर जाने प्लान छ। लेट्स सी कस्तो हुन्छ आजको दिन, हेरौँ है त। आउँदैछन् आयो छेउमै आयो। भ्याली गयो नि क्या। फोटो खिच्ने पछि है त लाकुरी भन्छ। है त यहाँ फोटोसुट हुँदैछ। फोटोसुट के भयो यो धेरै पछि आएर हो कि यो झन् हाइट रहेछ है। यो आयो भने ल हेर, हामी त्यहाँ दादा केही छैन नि। अब यहाँबाट हेर कति राम्रो देखेँ। त्यो त यो साइड त खिच्नै बिर्सिस। देखिने रहेछ है बादल लागेर। ललितपुर मनमोहन पार्क निर्माण स्थल है त। हामी यहाँ चढ्दैछौँ। यस्तो छ, पार्किङ पनि ठाउँ छ। Right, मनमोहन पार्क। ल है त मनमोहन पार्कबाट चिया खानलाई निस्केको हामी। यहाँ चिया खाने सानो बाबुले पिङ खेल्दैछ। मजा आउँदैन यो स्विङ पनि। फोटो खिच फोटो। पानी आयो भाइ, फोटो है त। अब त टाइम धेरै फाट्यो क्या। भित्रै छिर्नु पर्यो, अब पानी पर्यो। यहाँ त पानी परेर भित्र सिफ्ट चट्ट। अब पानी हेर्दै चिया खाँदै। गुरुङगाउँको मिठो कि मिठो? गुरुङगाउँ मिठो। यो पनि मिठो छ है। यो हो चिमट छ है।
नमिठो त होइन मासु खुल्ला है खाजा खाइन्जेलसम्म ठिक होला मैले पनि मिठो लाग्यो सानी खाजा खाइयो है अब लाग्नु लागेको धन्यवाद मेरो खाजाको लागि ल त भ्यू पोइन्ट खाजा गरेर यो मिठो रहेछ खाजा अब लाग्ने अब लाग्यो ल है त हामी त चापाखर्क आइपुग्यो चापाखर्क यस्तो छ है भ्यू टेन्टेन माथि चढेर हाल्नु पर्छ ल चापाखर्कबाट फर्क्यौँ है हामी गोदावरी जाने भनेको बाटो अफ रोड चाहिँ गाह्रो छ अनि त्यही भएर ब्याक टु अघि नैकै बाटो तरकारी सोध्दैछन् है तरकारी सोध्दैछन् अहिले चाहिँ यो ढुङ्गेनी लामाटार भन्ने ठाउँमा हामी यहीँबाट छुट्टिन्छौँ होला आजको दिन यस्तै रह्यो सी यु इन नेक्स्ट ब्लग